ल नमस्कार। यो आज हाम्रो इलाका प्रहरी मचुर्का हुँदै इलाका प्रहरीबाट चाहिँ आदेश भई यो नयाँ युवाहरूलाई चाहिँ जनचेतना सम्बन्धी एउटा यो सामुदायिक प्रहरी साझेदारी कार्यक्रम गरेछौँ। विषय चाहिँ के हो भन्दाखेरि लागु औषध नियन्त्रण भन्ने विषयलाई चाहिँ हाम्रो यो भर्खरको टिनेजका युवाहरूलाई मैले यस धरान 17 रेलवेका बासिन्दा युवाहरू उहाँ विशेष गरी चाहिँ रमेश सर, शेखर सरहरूको नेतृत्वमा जमा भेला पारी मैले यो कार्यक्रम गर्न पाउँदाखेरि म धेरै खुसी छु। सबैलाई नमस्कार। ल यो वास्तविक चाहिँ के हो भने नि हामी भर्खरको टिनेज छौँ, युवा छौँ। तपाईँहरूले चाहिँ भविष्यमा केही गर्छु भविष्यको एउटा लक्षणलाई चाहिँ सोच बनाई पटक्क त्यसमा चाहिँ कोही कसैको कुलत अथवा कसैको देखा सिखीबाट चाहिँ सट्ट तपाईँहरू चाहिँ त्यसमा चाहिँ विकृतिमा फैलिनु भएको देखिएको हाम्रो सन् समाजमा चाहिँ देखिएको छ। यसलाई चाहिँ तपाईँहरूले त्यो मोडमा नमरिकन भविष्यको लक्ष्यलाई चाहिँ गरी यी लागु औषधमा चाहिँ नलागिकन आफ्नो भविष्यलाई चाहिँ राम्रो उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भन्ने मलाई आश लाग्दै 2-4 जनासँग चाहिँ मैले यो 2 शब्द अथवा वाचक गरेर तपाईहरुलाई एउटा ज्ञानमूलक सन्देश आज दिन चाहन्छु। यी लागु औषध भनेका चिजहरू भनेको आफ्नो न भविष्य बनाउँछ न त भनौँ न आफ्नो शरीरलाई नै फाइदा गर्छ। यसले चाहिँ एउटा उमेरको अवस्थामा चाहिँ एउटा नकारात्मक सोच र देखा सिकीमा चाहिँ लैलैमा लागेर चाहिँ एउटा यो कुरीति फैलिने कार्य हुन्छ। यसलाई चाहिँ तपाईहरुलाई नलागिदिनुस्, नगर्दिनुस्। आफ्नो भविष्य बनाउनुस्, आफ्नो स्वास्थ्य बनाउनुस्, आफ्नो शरीर बनाउनुस्, लामो समयसम्म बाँचेर केही गरौँ र आफ्नो भविष्य राम्रो बने पश्चात आफ्नो परिवार बालबच्चाहरूको चाहिँ एउटा स्वच्छ र विचार र एउटा विद्वान भएर हामी बाँचिदिउँ भन्दै मैले यी 2 शब्द टुङ्गाउन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। र यसका साथसाथ चाहिँ केही शब्दहरू यस विषयलाई चाहिँ बोलिदिनुहुन्छ कि भनेर मैले हाम्रो यहाँ भेला जमट भएको विष्णु सरलाई चाहिँ मैले 2 शब्द राखिदिनु हुन आग्रह गर्दैछु। ल हस् त, धन्यवाद, नमस्ते। नमस्ते सर। मेरो परिचय दिनु पर्दाखेरि चाहिँ म पहिलाको एउटा दुर्व्यसनी हैन। अनि दुर्व्यसन चाहिँ मैले छोडेको लगभग कति 21 वर्ष जति भयो हैन। म बाहिर बसेर छोड्छु भन्ने मलाई मनमा लागे पनि जसरी भए पनि सुधार केन्द्र गएर छोड्न पर्छ भन्ने चाहिँ लाग्यो मलाई हैन। अब यसमा चाहिँ कस्तो हुन्छ भन्दा दुर्व्यसनीको सुरुवात चाहिँ कस्तो हुन्छ भन्दाखेरि पहिला चुरोट तान्ने हैन, यसो लुक्दै घर छिमेकतिर लुक्दै भए पनि चुरोटहरू तान्ने, त्यसपछि तान्दै अब गाँजाहरू तान्दिने, त्यसपछि प्रोग्रेसिभ हुँदै अनि त्यसपछि सुई ट्याब्लेटहरू खाने हैन। त्यो किसिमको प्रविधिहरूबाट चाहिँ आएको थिएँ म बिग्रिँदाखेरिको चाहिँ मैले भनेको अनुभव हैन। अनि त्यो भएर चाहिँ हामीले यस्तो चिजहरू गर्न हुँदैन भन्ने एउटा म भन्न चाहन्छु। अर्को कुरा के भन्दाखेरि दुर्व्यसन भनेको सानो ठुलो बुढो भन्ने हुँदैन
होइन, पितृले पनि खाइदिइरहेको हुन्छ, यत्रोले पनि खाइदिइरहेको हुन्छ, बुढोले पनि खाइदिइरहेको हुन्छ। अनि त्यसलाई अब एउटा हाम्रो मन हुन्छ, त्यो मनलाई चाहिँ थाम्न पर्यो। लागु औषधहरू चाहिँ यस्तो रहेछ भन्ने किसिमको बुझ्न पर्यो होइन। अब त्यसको अब असरहरू धेरै छ, शरीरलाई मात्रै असर गर्छ भन्ने होइन। लागु औषधले हर कुरालाई असर पुर्याइरहेको हुन्छ। एउटा के भन्दाखेरि म आफूले लागु औषध खाएँ मलाई मात्रै असर पुग्छ भन्ने होइन। घर छिमेक काका बडा दाजु भाइ सबैलाई असर पुगिरहेको हुन्छ। वर्षका अब त्यो लागु औषध खाने व्यक्तिहरू आयो भने छरछिमेकमा पनि यो मान्छे नआइदिएदेखि हुन्थ्यो होइन भन्ने किसिमको परपरै राखेको हुन्छ क्या। त्यो भएर चाहिँ लागु औषधदेखि एकदम टाढा रहनुपर्छ होइन। विशेष गरी आज यो प्रोग्राम चलाउने मेरो भाइ शिखर भाइ, हाम्रो रमेश भाइ, हाम्रो यहाँको इन्चार्ज अक्षय सापलाई विशेष गरी धन्यवाद दिन चाहन्छु। अर्को कुरा के भन्दाखेरि हामीले लागु औषध कसरी नियन्त्रण गर्ने त होइन। अब अहिलेको बच्चाहरू हामी हेर्छौँ, अहिलेको टिनेजरहरूलाई हेर्छौँ, सबै आलाप ठुलो सुकेको हुन्छ। के भएर सुकेको भन्दाखेरि टाइम टेबल नमिलेर। जस्तै लागु औषध खोज्नै टाइम लाग्छ हामीलाई। बिहानको खाना हाम्रो 10 बजे हुन्छ भने 2 बजे 3 बजीतिर त्यही टाइम टेबल नमिलेर चाहिँ मान्छे घटेको होइन। अनि त्यो भएर चाहिँ लागु औषध खान हुँदैन। लागु औषधले अब कस्तो किसिमको असरहरू पुऱ्याउँछ भन्ने कुरा स्वयं म आफैले भोगेको भएर चाहिँ मैले आज यो 2 शब्द भनेको। हिजोको दिनमा म आफूले मेरो कुरा भन्नै पर्दा पनि यही समाजमा म धेरै लागु औषध खाँदाखेरि म धेरै टाढा थिएँ क्या। तर आज यो समाजले नै मलाई चाहेर जो राम्रो भएको छ यो व्यक्ति भनेको खबरहरू सुन्दाखेरि मलाई एकदम आफूलाई राम्रो काम गरेको छ। अब जस्तै मैले मेरो तर्कबाट हुने कुराहरू जस्तै अब थाना चौकी पर्छन् केटाहरू होइन, यो पनि एउटा दुःखै हो। किन पर्छन् त भन्दाखेरि त्यही लागु औषध गोजिया बोकिदिने खाइदिने त्यही समस्याहरू भएर चाहिँ सुध्रेकोहरू को छ होइन। पहिलाको लागु औषध कर्ताहरू को छ, तिनीहरू यसरी सुध्रेछ, यिनीहरूको कुरा बिग्छ, यो टाइपले सब सहयोग गरिदिन्छ कि भन्ने एउटा आशा लिएको हुन्छ क्या मान्छेले। तर त्यो गलत हो। हामीले अहिलेदेखि नै सुध्रेर खान छोड्यौँ भने भोलिको भविष्य एकदम राम्रो छ। म आफूलाई भन्दा पनि एटलिस्ट मैले लागु औषध सेवन नगरेको भए, त्यो उमेरदेखि मैले लागु औषध सेवन नगरिकन आज यो स्थानसम्म आएको भए म कति उचाइमा पुग्थेँ होला भन्ने दुःख लाग्छ मलाई चाहिँ होइन। र पनि ठिकै छ, म दुःख मान्दिनँ। हिजो मैले बिगारेको कुराहरू आज सुधार्दै लाँदैछु होइन। यो कुराहरूलाई सुधार्न पाउँदाखेरि चाहिँ एकदम खुसी लाग्छ। अनि मेरो भाइ बहिनी, अब म्याक्सिमम भाइ बहिनी काका बडाहरूलाई म एउटै मात्रै भन्न चाहन्छु। के भन्दाखेरि लागु औषधले हर कुरा मलाई मात्रै असर पुग्छ भन्ने नसोचिदिनु होला। सब कुरालाई असर पुर्याइराखेको हुन्छ होइन। त्यो भएर चाहिँ लागु औषध कसैले पनि हात नहाल्नु होला भन्दै बिन्ती टक्राउँदै मेरो 2 शब्द यहीँ सक्छु। धन्यवाद।